कपडाहरू पनि जम्मै धोएर पनि सिधाइसकेका छौँ। यहाँ हेर्नुहोस्। नमस्ते, म रमेश बुढा यहाँहरूको बिच आज फेरि एउटा नयाँ भिडियोको साथ यहाँहरूको बिचमा आइसकेको छु। अहिले चाहिँ दिउँसोको 12 बजिसकेको छ। म चाहिँ लन्च गर्नलाई चाहिँ रुममा आएको छु। दिउँसोको समय छ, घाम पनि एकदमै धेरै गरेको छ अनि मौसम पनि एकदम सफा छ। हेर्नुहोस्, निलो आकाश देखाएको छ, एकदमै रमाइलो देखाएको छ। यहाँ चाहिँ प्रीति बसेका छन्। साँझ के पकाउने के खाने के खाने भन्छ त्यही पकाउने। धेरै समयदेखि चाहिँ नि उतै नेपालतिर थिएँ। आज चाहिँ हामीहरू जम्मै फ्यामिलीहरू चाहिँ कट्ठा भएको छौँ। म चाहिँ साँझ सोचिरहेको छु केही खिर अनि मालपुवाहरू बनाएर खाउँ भन्ने सोच छ। के छ प्लान? ठिक छ, बनाउनु त आन्न खासै, त्यही पनि बनाएर घरमा बनाउनु त हो, खाने त हो। हेरौँ के कस्तो भन्छ। म चाहिँ काममा छु। तिनी मालपुवा खिरहरू बनाउने सामान चाहिँ लिएर राख्नु होइन। साँझतिर चाहिँ हामीहरू बनाएर फेरि खाउँला है। त्यही नै गर्नेछौँ साँझ चाहिँ हामीहरूले। नेपालदेखि हामीहरू अस्ति नै आइपुगेका छौँ। थुप्रै कपडाहरू लुगाफाटाहरू चाहिँ लगाएको बाटोमा त्योहरू पनि धुनु पर्नेछ। टन्नै लुगाफाटाहरू छ यतातिर हेर्नुहोस्। यो नेपालको यात्रामा चाहिँ हामीहरूले लगाएको कपडाहरू हो। यो चाहिँ यसलाई चाहिँ हामीहरूले धोएर चाहिँ सुकाउनु पर्नेछ। प्रीति चाहिँ यहाँ उनी पनि अलि हल्का अस्वस्थ छिन्। त्यही भएर उनको हेल्पको लागि चाहिँ म हल्का साबुनहरू लगाएर कपडाहरू पखाल्नेछु। केही धोएर चाहिँ राख्नेछु। मलाई चाहिँ अहिले 1:30 बजीतिर चाहिँ मलाई काममा जानुपर्छ, त ड्युटीमा जानुपर्छ। लन्च टाइममा चाहिँ म हल्का हामी दुवैजना मिलेर चाहिँ कपडाहरू धुनेछौँ। मैले चाहिँ कपडाहरू चाहिँ बाल्टीमा पनि छोपिसकेको छु। अब चाहिँ हामीलाई साबुन लगाएर पखाल्नेछौँ। कपडाहरू पनि जम्मै धोएर पनि सिधाइसकेका छौँ। यहाँ हेर्नुहोस्, टन्न सुकिसकेको छ। यहाँ चाहिँ प्रीतिले चाहिँ कपडाहरू पनि सुकाएर पनि उनले पनि भ्याइसक्यो, मैले पनि धोएर चाहिँ सिधाइसकेको छु। अब चाहिँ काममा जाने बेला पनि भइसक्यो मेरो चाहिँ। म चाहिँ अब काममा गइरहेको छु। अनि साँझको जे पनि हुनेछ त्यो चाहिँ म यहाँहरूलाई देखाउने छु। के कस्तो पाक्नेछ म यहाँहरूलाई देखाउँदै रहनेछु। भन्नु न मसँग। म चाहिँ कामबाट पनि डेरामा आइसकेको छु। अब चाहिँ हामीहरूले अगाडिको खानापिना पकाउने कामहरू गर्नेछौँ। के कस्तो हुनेछ त्यो चाहिँ म यहाँलाई देखाउने छु। त्योभन्दा पहिला चाहिँ म नुहान गर्नेछु। कामबाट आएको छु, एकदमै फोहोर मैलो भएको छ। नहाएर नि यहाँहरूसँग भेट्नेछु। म चाहिँ नहाएर पनि आइसकेँ। अब चाहिँ हामीहरूले भित्र गएर चाहिँ पकाउनेछौँ। के सामान ल्याएको छ म यहाँहरूलाई देखाउँदैछु। यहाँ चाहिँ प्रीतिले आगो बालेर चाहिँ आगो सेक्दैछन्। यता पहाडतिर चाहिँ यस्तो खालको चुल्हा चाहिँ आगो सेक्नलाई चाहिँ एकदमै दामी हुन्छ। यहाँ चाहिँ सामान चाहिँ हेर्नुहोस्, यहाँ मैदा अनि गुड, सौँफ, दुध, नारियलहरू आएको छ। अब चाहिँ हामीहरूले खिर अनि मालपुवाहरू पकाउनेछौँ। कुनै ग्यासमा पाक्नेछ, खिर चाहिँ यहाँ चुल्हामा पकाउनेछौँ हामीहरूले। के कस्तो तरिकाले बन्नेछ आजको हाम्रो खानपिन यहाँहरूलाई देखाउनेछु। यहाँ चाहिँ पानी गरम हुनको लागि चाहिँ राखिसकेको छ। यहाँ चाहिँ खिरको लागि चावल धोएर रेडी पारेर राखेको छौँ।
यहाँ चाहिँ हामीहरूको गुडको पानी चाहिँ उम्लिसकेको छ। यसमा चाहिँ सप हालेर मिक्स गर्दैछौँ। यसलाई चाहिँ सपले चाहिँ राम्रो फ्लेभर दिन्छ। पातलो पातलो स्लाइस काटेपछि खानेमा चाहिँ एकदम राम्रो देखिन्छ। त्यही भएर सानो काट्दैछु म चाहिँ। नारियल काटेर पनि मैले रेडी गरिसकेको छु। यसलाई चाहिँ अब यहाँ यो पानीमा चाहिँ मिक्स गरिदिउँ। भात पाकिरहेको छ। यहाँ चाहिँ हामीहरूको खिरको लागि पनि भात पाकिसकेको छ। यसलाई चाहिँ हल्का म्यास गरेर चाहिँ अब हामीहरूले चाहिँ यसमा दुध राख्नेछौँ। दुध चाहिँ पोकाको छ। दुध चाहिँ हामीले यहाँ राखिसकेको छौँ। अब चाहिँ हामीले यसमा नारियल राखिदिन्छौँ हल्का फ्लेभरको लागि। अरू चाहिँ हामीसँग केही छैन, हामीले यही राखेर नै यसलाई खिर बनाउँदैछौँ। अब चाहिँ केही समयपछि हामीले यसमा चिनी राख्नेछौँ। हाम्रो खिर चाहिँ रेडी हुन्छ। यहाँ चाहिँ हामीहरूको मालपुडाको लागि चाहिँ ब्याटर तयार गरेर पनि हामीले यहाँ राखिसकेका छौँ। हेर्नुहोस् यस्तो भएको छ यो चाहिँ। अब चाहिँ हामीले मालपुडा बनाउनेछौँ। ब्याटर चाहिँ हालेर हेरौँ। यहाँ चाहिँ हामीहरूको मालपुवा पनि पाकेर सिद्धिसकेको छ। यो चाहिँ हामी लास्ट मालपुवालाई चाहिँ पकाउँदैछु। यहाँ चाहिँ हेर्नुहोस् हाम्रो यति धेरै मालपुवा चाहिँ पाकेर रेडी भइसकेको छ। यहाँ चाहिँ हामीहरूको खिर पनि पाकेर रेडी भएको छ। हेर्नुहोस् एकदमै मजाको भएको छ खिर पनि पाकेर। हेर्नुहोस् एकदम दामी भएको छ। यहाँ चाहिँ हामीहरूको मालपुडा पनि पाकेर चाहिँ रेडी भएको छ। हेर्नुहोस् एकदम गजबको भएको छ, खानलाई पनि एकदम टेस्टी हुन्छ। यहाँ चाहिँ प्रीति सबै खानाहरू बनाएर चाहिँ बसेकी छन्। अब चाहिँ खाना खाने होइन, खाना पनि थालीमा आइसकेको छ। यता हाम्रो खिर भइहाल्यो, आलुको तरकारी छ, रोटी छ अनि मालपुवा छ। हामीहरू चाहिँ खाना खान गइरहेका छौँ। केही परिवारसँग बसेर विशेष पकाएर खाउँ, मिठो चोखो पकाएर खाउँ भनेर चाहिँ हामीले आज यो पकाएर खाँदैछौँ। भिडियो चाहिँ यहाँहरूलाई के कस्तो लाग्यो, राम्रो लागेको छ भनेदेखि एक लाइक चाहिँ अवश्य गरिदिनु होला। यस्तै प्रकारका भिडियोहरू म प्रत्येक दिन नयाँ फरक खालको भिडियोहरू यहाँहरूको बिचमा लिएर आउने गरिरहेको हुन्छु। भिडियोहरू मनपर्छ भनेदेखि च्यानललाई चाहिँ सब्सक्राइब गरेर राख्नुहोला। अगाडि थुप्रै यस्तै प्रकारका भिडियोहरू यहाँहरूको बिचमा आइराख्नेछ। आजले यो भिडियो यहीँ राख्दै भोलि अर्को भिडियोसँग भेट्नेछु। अहिलेलाई म बिदा हुन्छु। नमस्ते।